नमस्कार। म अहिले कालिम्पोङमा छु, हाम्रो मुकुन्द दादाको घरमा। यहाँ आएको म, मेरो मिसेज प्रिया, छोरी आएको छ, सोनाली आएको छ। तर मैले तपाईँहरूलाई यो भनेको नि, आज हाम्रो दादाको छोरा बुहारीहरूले गार्डनमा के काम गरेको छ सुटुक्कै म देखाउँछु ल तपाईँहरूलाई। यो हट हाउसमा चाहिँ हाम्रो जेठी बुहारी सिना र हाम्रो जेठो छोरा कुञ्जनको यहाँ एजेलियाको राखेको छ बोटहरू उनीहरूले। अन्त यहाँबाट उनीहरूले अब एजेलियाबाट आफ्नो पकेट खर्च होइन सेलिङ गर्छ, उनीहरूको आफ्नो सेल्फ विवाह है। यहाँदेखि अर्को गरामा जाउँ। यहाँ अर्को गरामा जाँदा चाहिँ अलिकति अगाडि गएर यहाँ डल्लेको छ, म तपाईँलाई देखाउँछु होइन। डल्ले यसरी लगाएको छ, हेर्नुहोस् है। डल्ले हुँदैछ ती क्या हो, डल्ले हुँदैछ, कति राम्रो। मैले पनि यहाँबाट पाउँछु नि, डल्ले भयो भने मलाई पनि सिलगढी पठाइदिनुहुन्छ डल्ले। दामी हुँदैछ डल्ले। अब अर्को हटमा जान्छ, माथि अर्को हट ल। त्यहाँ एन्थोरियम उयो गरेछ सिलिङ। कता हो कता, किसका रास्ता देखे ए दिल ए सौदाई, किसका रास्ता देखे ए दिल ए सौदाई। एन्थोरियमको बिल्डिङ यो। अब एन्थोरियम भनेपछि ठुलो भयो भने कति कस्टमा जान्छ होला, 1000 ओभरअल आएको छ यसमा, 1000। पुरा अन्त भोलि पर्सि जब यो रेडी हुन्छ, यो मार्केट प्राइस कति हुन्छ होला तपाईँहरूले आफै बुझ्नुहोस्। अब यहाँनिर यस्तो पुरा मलहरू ल्याएको छ। माथिको हट है। म त एन्थोरियमको मालिक होइन नि, म तपाईँहरूलाई खालि देखाएको कि अलिकति हेर्नुहोस् न ल। यो चाहिँ स्पेसली हाम्रो ममता बुहारी विधान है, उनीहरूले गरेको। ल यदि तपाईँहरूलाई एन्थोरियम अलिक ठुलो भयो भने फेरि तपाईँहरूले यहाँबाट अर्डर लिन सक्नुहुन्छ है। के छ बगानहरू चारैपट्टि हरियाली हरियाली। ए कुकुर पनि आउँदो रहेछ, कहाँबाट आएको त्यो कुकुर चाहिँ जबक भाग्दैछ कुकुर कहाँबाट। तपाईँलाई अब मकै देखाउनु लान्छु ल। यहाँबाट दोकान हुँदैछ। अब हेर्नुहुँदैछ, यो हेर्नुहोस् क्या दामी छ। दुईवटा प्रहरी उभिएको जस्तो छ पर तल मकै। अब तपाईँलाई के देखाउनु भने हाम्रो प्रिय साग, मेरो मिसेसको पनि अरू सबैको दिदीहरूको छ सबैको प्रिय साग। हेर्नुहोस् सिमरायो हुँदैछ पुरा गरायो। सिमरायोको पानीले पुरा भिजाउनु पर्दो रहेछ, पानी छ यसमा। यहाँ के हो धान छ। अब मकै
मकै सबै मकै 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 देख्नु हुँदैछ। कति मेहनत छ हेर्नु त। फल देख्दा आफूलाई खाउँ खाउँ लाग्छ, तर यो फललाई ठुलो पार्नु, यो पोजिसनमा ल्याउनु एउटा नानी क्याटेगोरी स्याहारेको जस्तै हो नि हो। कति मेहनत लुकेको छ, त्यसमा कति पैसा इन्भेस्ट भएको छ, कति पसिना बोकेको छ, यो खेती गर्नेलाई नै थाहा हुन्छ। हामीले खेती गृहस्थी गर्नेहरूको दुःखलाई बुझ्नुपर्छ, उनीहरूको दुःखलाई सम्मान दिनुपर्छ। ल हेर्नुहोस् कस्तो मजाको छ यहाँ हाम्रो दादाको खेती गृहस्थी। अझै तल्लो गरामा त गएको छुइनँ, सडकको मुनि पनि ठुलो गाह्रो छ, त्यहाँ पछि जाउँ ल। मलाई कल गरे मेरो घरवालीले बोलायो, यहाँ बुहारीले चिया बनाइसक्यो, सेलाइसक्यो, तिमी कहाँ छौ भन्दैछ। यो माछा पाल्ने हजुर फुल है गार्डन। कति राम्रो यहाँ भेन्डी। घाँस पनि जहाँ हेऱ्यो त पानी हाल्नु त्यस्तो दुःख हुँदैन है, नेचरको क्या। यो भित्र पनि छ, यो भित्र हेर्नुहोस्, भित्रको यहाँबाट देख्दैछ चारैपट्टि फुलै फुल। पुरा यो मेन्टेन गरेर राख्नु निकै साह्रो पर्छ नि हौ। अब यो हो सुन्दर घर, यो शान्तिको वासस्थान जहाँबाट हामीले माया पाउँछौँ। यही घर हाम्रो श्रीमान मुकुन्द काजी प्रधानज्यू र श्रीमती इन्द्रा प्रधानज्यूको घर, मूल घर। जाँदैछु किचनतिर ल, सिँढीबाट ल।